आज म बनाउन जाँदैछु लट्टेको भात हैन। यसको लागि चाहिँ मैले सर्वप्रथम चामललाई चाहिँ 3-4 घण्टा चिसो पानीमा भिजाउन राखेँ। यो बनाउँदाखेरि चाहिँ चामल नभिजायो भने चाहिँ राम्रो हुँदैन, त्यही भएर राम्रोसँग 3-4 घण्टा चामललाई भिजाउनुहोस्। अनि त्यो पछि प्रेसर कुकरमा 1 चम्चा घिउ हाल्नुहोस्। अनि त्यसमा नरिवल, काजु, ल्वाङ, सुकमेललाई फ्राई गर्नुहोस्। फ्राई गरिसकेपछि त्यसमा आफूलाई चाहिने जति चिनी राख्नुहोस्। अनि त्यसलाई पनि राम्रोसँग फ्राई गर्नुहोस्। एकछिन रातो धुन छोडिदिनुहोस्। यति भइसकेपछि यो बदाम काजुहरूलाई निकालेर राखेको छु मैले। यसपछि त्यो भिजाएर राखेको चामललाई हाल्नुहोस् र राम्रोसँग चलाउनुहोस्। अनि त्यसपछि मैले ल्वाङ सुकमेलको धुलो पनि राखेँ यसमा। अनि थोरै पानी राखेर अनि यो माथि चाहिँ बदाम काजु नरिवलहरू राखेर मैले चाहिँ 1 सिटी लगाएर छोडिदिएँ। अनि त्यसपछि मेरो लट्टेको भात चाहिँ आजको यस्तो भयो। यो चाहिँ मेरो फर्स्ट ट्राई थियो, एकदमै दामी भयो। हजुरहरू पनि यसरी नै बनाएर खान सक्नुहुन्छ। यतापट्टि चाहिँ मैले अचार बनाउन लागेको छु। यसको लागि चाहिँ आलु, काँक्रो, भन्दा, प्याज अनि त्यसपछि हरियो केराउ लिएको छु। यसमा चाहिँ मैले थोरै मसला हालेँ, तिल हालेँ, लेमन हालेँ, नुन हालेँ अनि तेल र मेथी झानेर अनि बेसार हालेर राम्रोसँग चलाएँ। यतापट्टि फ्राई प्यानमा चाहिँ मैले चना, केराउ, प्याजको तरकारी बनाएँ। यो चाहिँ मेरो आलुको अचार हो। भएन नि, लास्टमा बिग्रियो। Elämme jo. Siinä on tällainen sarja.